हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आजको हामी यो भिडियोमा चाहिँ धेरै बसी माइनक्राफ्टको सर्भाइभल सिरिजमा खेल्न गइरहेका छौँ। आजको मेरो यो भिडियोको टास्क चाहिँ एउटा ट्रेडिङ हल बनाउने हो, किनकि मेरो यो टुल्स आर्मरहरू केही पनि होइन। यो मैले दुईवटा फार्म बनाएको छु। यो दुईवटा फार्म बनाएको त केही पनि कामै लाग्ने भएन। त्यसैले म आज एउटा ट्रेडिङ हल टाइपको एउटा सानो बनाउने सोचेको, तर म यो लाँदा धेरै बसिरहेको कस्तो नयाँ नयाँ लागिरहेको, सब ठाउँ फरक फरक लागिरहेको। यहाँ चाहिँ एउटा मैले भिलेजर राखिदिएँ आर्मर। यसमा खोइ मैले के सामान कहाँ खाने सब बिर्सिसकेँ। म हल्का ब्रेकमा गएको थिएँ, अनि त्यो ब्रेकपछि फाइनली आइएम ब्याक। अब चाहिँ यो सर्भाइभल सिरिजलाई खत्रै बनाउनुपर्छ। मैले एउटा भिडियोमा चाहिँ यो वुडहरू कलेक्ट गरेर राखिदिएँ, तपाईँहरूले हेर्नु भएको छैन भने हेरिदिनु होला त्यो भिडियो नि। सुरुमा म अब ट्रेड गर्छु अनि यसो मेरो यो सर्भाइभल वुडको टुर दिन्छु तपाईँहरूलाई। अनि उता पछाडि म कहाँनिर बनाउने एउटा ठाउँ खोज्नु पर्यो। ट्रेडिङ हलको एउटा सानो ट्रेडिङ हल टाइप केमा बनाउनु पर्यो, ट्रेडिङ हलै भनौँ न, त्यस्तो बनाउनु पर्यो। म यो ट्रेड हान्छु पहिला। लो भिलेजर के छ 50 दिइरहेको छ, त्यो योसँग ट्रेड गरेर दामी किने। एउटा उता साइडमा नै मैले राखेँ होला कि एउटा यो गराएको एउटा पारी गराएको, त्यसले सबभन्दा इम्पोर्टेन्ट अहिले देखाएको ट्रेडिङ हल। मलाई त्यसरी डायमन्ड माइनिङ गरेर टुल्सहरू बनाउनु भन्दा ट्रेडिङ हल बनाउने लास्टै उस लाग्छ, छिटो लाग्छ। एकचोटि फुट्यो भने तिनीहरू जान्छ, यिनीहरू एकचोटि फुट्यो भने फेरि किनिरहँदा मिल्छ नि सजिलैसँग। सुरुमा जे होस् गाह्रो भयो नि। यहाँ छ घरको एउटा आएर सुत्यो, फेरि यहाँ चाहिँ बत्तीसँग राँधिने रहेछ। यिनीहरू फुल हो स्कोर गेम पनि ठुलो बनाएको छु मैले एउटा गेम भिडियोमा, सबजनाले हेर्दैन होला। ल यसको नि सक्यो, पहिला दिन बार्नु पर्यो अनि पछाडि फेरि ट्रेड रिफ्रेस गर्छु अनि त्यस पछाडि ट्रेड हान्छु फेरि। अनि म यसलाई नि म्याक्स गर्नु हो। यसलाई म्याक्स गर्न कति मागेको छु, एउटा सवल उही अनब्रेकिङ 3 भर्जन 2 एफिसिएन्सी 3 खतरा पिकेस दिँदैछ त्यसले। यति किन्नु यसको ट्रेड फेरि लग्यो। मैले यो डायमन्डको हो किन्दा एउटा चेस्टी पऱ्यो नि, हरेक चेस्ट हो यो डायमन्डको त। यताको चेस्ट नि हो, यो चेस्ट नि छ, अन्त पल्लो भित्रको सबतिरको चेस्ट फेरि यो डायमन्डको हो मात्रै छ। सबभन्दा काम नलाग्ने चिज फेरि यही हो। फेरि डायमन्डको सवलहरू दिनु नि बरु 4 एमलको सट्टा सब भइसक्यो मेरो चाहिँ। यसले नि यो रिफ्रेस गरौँ कि अहिले खोइ 57 दिनु कहाँ त्यही भएर चाहियो कि ट्रेडिङ हल छिटोभन्दा छिटो। सुरुमा ट्रेडिङ हल बनाउँछु नि, त्यस पछाडि सब टुल्सहरू बनाएपछि चाहिँ म हाउस बनाउँछु। मेन इम्पोर्टेन्ट थिङ अहिले ट्रेडिङ हलै भइसक्यो। यसले रिफ्रेस गरौँ कि अहिले चाहिँ 35 एमलले यो नि रिफ्रेस हुन्छ। 57बाट घटेर 35 बाट 34 आउँछ होला। यो एमलले फेरि गर त्यो टुलिस हान्छु। त्यो पिक्याक्स किन्छु पहिला। सुरुमा चाहिँ पिक्याक्स नि भएको छैन, लाइसको पिक्याक्स। अनि त्यसबाट ट्रेडिङ बनाउनु सुरु गर्ने हो। ट्रेडिङ हल बनाउनु चाहिँ कहाँ भने ठाउँै छैन कतै। यो चेस्टतिर चाहिँ के हो के पनि चेस्ट कचरा गरेर पुरै के हो यो त माइनक्राफ्ट स्मल ग्लिच। तर स्पोन चाहिँ खतरा खालको यो पहाडको बिचमा एउटा दामी भिलेज हटाएछ। बिलहरू बनाउनु खतरा हुन्छ। यसले के दिँदो रहेछ भन्ने मटेरियल सेल पकेट अफ चिकन त्यो किन्नु छोडा म एउटा भिलेज हटाएर बनाएर 3 एमल दिन्छु। यसको मारिसक्यो, यो चाहिँ पर्ने हो त्यसलाई हाने त्यस्तै हान्ने प्रयास गर्छ त बा।
अब म कहाँ जानु म त टुरिस्टलाई म्याक्स गर्न जानु यतिखेर यहाँनिर यस्तो छ बिजोक वर्ल्डको यो सर्भर नै खतरा म चाहिँ यसको नि लाइभ गरिरहेको हुन्छु सबजनाले हेरिदिनु होला लाइभ पनि अब यसको भित्र जाम अनि खोइ त ट्रेड लिन खोइ तँ पनि अहिलेसम्म लकडै रहेछ 20 एमरल अरे एमरल छैन अब उता गर मसँग ट्रेड गर्छु सुगर क्यान माइन गरेर यसको तल गर्नुपर्छ क्या हो यिनीहरू दुईटा भिजेर हाल्न सक्छु ल पानी पानी त वरिपरि सब एउटा ठाउँ खोजेर सुरुमा चाहिँ म एउटा ठाउँ खोजेर बनाएर तपाईँलाई देखाउँछु ल फाइनली मैले एउटा ठाउँ भेटाइसकेँ यो माइन गर्ने ल पिकेक्स नाच्यो अब आएर तिनवटा भेटाइदिएँ यही माइन गर्दाखेरि पिकेक्स बनाएर उसलाई ठिक्क हुने हो कि पिकेक्स बनाएर माइन गर्ने पहिला फर्नेस बनाऊँ यसलाई राखेर आधी कोल यहाँ हालिदिउँ आधी कोल उस गरौँ अनि टर्च बनाएर अब टर्च हालिदिउँ अनि ल्याडर बनाएर जाने बाटो यहाँ हालिदिउँ न यहाँ के रोड्दो रहनु यहाँ फेरि त्यति कस्तो अड्केको मैले ट्रेडिङहरू चाहिँ यो सुरुको भिलेजरको तल भएन यिनीहरू दुईवटा भिलेजरलाई लान सजिलो हुन्छ भनेर उता साइडमा पुरै पाइन्थ्यो त्यसले मैले यता साइडमा बनाएको अब चाहिँ म यो पिक्याक्स निकालिसकेपछि मात्र देखाउँछु भिडियो लामो हुन्छ त्यसले ट्रेड गरेर आइसकेँ अब मेरो पिक्याक्ससँग पहिला सुरुमा पिक्याक्स किनिसकेँ अब म ट्रेडिङ हलको पुरै बेस बनाएर देखाउँछु तपाईँहरूलाई मैले चाहिँ भिलेजरहरू लिएर आइसकेँ अब म बाँकी काम चाहिँ नेक्स्ट भिडियोमा गर्छु भिलेजर म चाहिँ उसको एउटा वर्ल्ड डाइरेक्ट कनेक्ट गरेर यिनीहरू दुईवटा भिलेजरलाई ल्याएको अब म अरू ट्रेडिङहरू गर्ने काम चाहिँ नेक्स्ट भिडियोमा गर्छु यो भिडियोको लागि